को थिए त यलम्बर? के प्रथम किरात राजा यलम्बर र महाभारतका शक्तिशाली योद्धा बार्बरिक साँच्चै एउटै व्यक्ति हुन् त? नेपालको प्राचीन इतिहासको पाना पल्टाउँदा हामी त्यस्तो युगमा पुग्छौँ जहाँबाट हाम्रो सभ्यता, संस्कृति र प्रशासनको जग बस्यो। यो महान कार्यको श्रेय किराती वंशलाई जान्छ, जसले नेपालमा 32 पुस्तासम्म शासन गर्यो। यस गौरवशाली किरात शासनको सुरुवात गर्ने पहिलो र सबैभन्दा शक्तिशाली राजा थिए यलम्बर। उनी केवल एक शासक मात्र थिएनन्, उनी नेपाली माटोको शौर्य, शक्ति र हाम्रो साझा प्राचीन सभ्यताका जिउँदा प्रतीक हुन्। इतिहास र पुराण दुवैमा निकै महत्त्वका साथ हेरिने राजा यलम्बरको जीवन कथा, उनको बहादुरी र समाजमा लिएर आएका परिवर्तनलाई हामीले विस्तृत रूपमा प्रस्तुत गरेका छौँ। आउनुहोस् सुरु गरौँ। च्याप्टर 1, उदय र राज्य विस्तार। आजभन्दा हजारौं वर्ष पहिले करिब ईसापूर्व 1500 तिर काठमाडौँ उपत्यकामा गोपाल यानि कि गाई पाल्ने र महिषपाल यानि कि भैँसी पाल्ने वंशको राज थियो। त्यस समयमा यलम्बरले पूर्वको सुनकोशी र तामाकोशी क्षेत्रबाट आफ्नो विशाल फौज लिएर काठमाडौँ प्रवेश गरे। उनले आफ्नो अदम्य बाहुबल र युद्ध कौशलले महिषपाल वंशका अन्तिम राजा भुवन सिंहलाई पराजित गरेर काठमाडौँ उपत्यकामाथि विजय प्राप्त गरे र किरात राज्यको विधिवत स्थापना गरे। उनले आफ्नो राजधानी अहिलेको ललितपुर, जसलाई हामी पाटन पनि भन्छौँ, त्यस क्षेत्रमा बनाएका थिए। त्यसैले आज पनि नेवारी भाषामा पाटन सहरलाई यल भनिन्छ, जुन यिनै महान राजा यलम्बरको नामबाट राखिएको हो। यलम्बरले काठमाडौँ उपत्यकालाई मात्र जितेनन्, उनले आफ्नो राज्यको सिमाना निकै नै फराकिलो बनाए। ऐतिहासिक दाबी अनुसार उनको राज्य पूर्वमा टिस्टा नदीदेखि पश्चिममा त्रिशुली नदीसम्म फैलिएको थियो। ड्यानियल राइटले अनुवाद गरेको वंशावली, गोपालराज वंशावली तथा अन्य प्राचीन दस्तावेजहरूमा यलम्बरलाई यालिङ, यालुङ, हाङ यालुङ वा एलम जस्ता विभिन्न नामले पनि सम्मानपूर्वक अभिलेखीकरण गरिएको छ। च्याप्टर 2, सभ्यता, अर्थतन्त्र र प्रशासनमा परिवर्तन। यलम्बरको आगमन अघि गोपाल र महिषपालहरू पूर्ण रूपमा पशुपालनमा निर्भर थिए, तर यलम्बरले शासन सुरु गरेपछि समाजमा ठूलो परिवर्तन आयो। यलम्बरकै पालामा काठमाडौँ उपत्यका पशुपालन युगबाट कृषि युग र प्रारम्भिक व्यापारी युगमा रूपान्तरण भयो। उनैको समयमा उनको बुनाई र तिब्बतीहरूसँगको व्यापारको जग बसेको इतिहासकारहरू मान्दछन्। किराँतकाललाई नेपालको प्रशासनिक र न्याय प्रणालीको जग मानिन्छ। यलम्बरले नै समाजमा व्यवस्थित गर्ने चुम्लुङ सभा जस्ता प्रारम्भिक पञ्चायती न्याय प्रणालीको अवधारणा सुरु गरेका थिए। आज पनि किराँती समुदायले प्रयोग गर्ने येले सम्बत वा येले दोङ मनाउने चलन छ, जुन यिनै प्रथम राजा यलम्बरको नामबाट सुरु भएको हो। यो नेपालको सबैभन्दा पुरानो सम्बत मध्ये एक मानिन्छ। राजा यलम्बरको देहावसानपछि किराती राज्यको बागडोर सम्हालेका थिए उनका छोरा पाबी, जसलाई पेलम पनि भनिन्छ। च्याप्टर 3, महाभारतको किंवदन्ती। नेपालका लोककथा र किराती मुन्दुम अनुसार यलम्बर र महाभारतका शक्तिशाली योद्धा बार्बरिक वास्तवमा एउटै व्यक्ति हुन्। पाण्डव कुलका सन्तान थिए भने उनी 5 पाण्डव मध्ये एक शक्तिशाली योद्धा भीमका नाति र घटोत्कचका छोरा थिए। उनकी आमाको नाम मौरवी थियो भने बार्बरिकले युद्धकला आफ्नी आमाबाट सिकेका थिए। उनी भगवान शिव र शक्तिदेवी दुर्गाका अनन्य भक्त थिए। उनको कठिन तपस्याबाट प्रसन्न भएर देवीले उनलाई 3वटा ओजय बाणहरू वरदान स्वरूप दिनुभएको थियो, जुन बाणहरूले क्षणभरमै पुरै ब्रह्माण्डलाई नै नष्ट गरिदिन सक्थ्यो। उनलाई त्रिबली पनि भनिन्थ्यो। महाभारतको महायुद्ध सुरु हुँदा यलम्बर यानि कि बार्बरिक, जसले आफ्नो विशाल सेना लिएर कुरुक्षेत्र जान निस्किँदा आफ्नो आमालाई एउटा कठोर वचन दिएका थिए, जुन पक्षले युद्ध हार्दछ म उसैको तर्फबाट लड्नेछु भनेर। भगवान कृष्णलाई यो कुरा राम्ररी थाहा थियो कि कौरवहरूले यो महाभारतको युद्ध हार्ने एकदमै निश्चित छ भनेर। यदि बार्बरिक आफ्नो नियम अनुसार हार्ने पक्ष अर्थात् कौरवहरूकोतिर लागे भने पाण्डवहरूले जित्ने आश एकदमै न्यून थियो र धर्मको हार हुन्थ्यो। यस कुरालाई रोक्न कृष्णले ब्राह्मणको वेश धारण गरी उनले महाभारत युद्धलाई सन्तुलित बनाउनका निम्ति भन्दै बार्बरिकसँग दानको स्वरूपमा उनको टाउको मागे। आफ्नो वचनको पक्का थिए बार्बरिक र उनले हाँसी हाँसी आफ्नो टाउको आफैले काटेर दान दिए। तर उनको अन्तिम इच्छा भने महाभारतको पुरै युद्ध आफ्नै आँखाले हेर्ने थियो।
त्यसैले भगवान श्रीकृष्णले उनको टाउकोलाई एउटा अल्गो डाँडामा राखिदिनु भयो, जहाँबाट बार्बरिकले पुरा युद्ध अवलोकन गरे। च्याप्टर 4 आकाश भैरव र इन्द्र जात्रा। जनविश्वास अनुसार महाभारतको युद्ध सकिए पश्चात त्यही काटिएको टाउको आकाश मार्गबाट उड्दै आएर काठमाडौँको इन्द्रचोकमा खस्यो। आज हामी इन्द्रचोकमा जसलाई आकाश भैरव भनेर पूजा गर्छौँ, उहाँ नै तिनै महान राजा यलमर र महाभारतका बार्बरिक हुन्। विशेष गरी काठमाडौँमा मनाइने इन्द्र जात्राको समयमा आकाश भैरवको विशाल मूर्तिलाई बाहिर निकालेर निकै ठुलो पूजा र जात्रा गरिन्छ। यो जात्राले काठमाडौँको प्राचीन इतिहास र यलमरको गाथालाई आज पनि जीवित राखेको छ। यसरी इतिहास र पुराण दुवैमा यलमरको नाम स्वर्ण अक्षरले लेखिएको छ। आज पनि किराँती समुदायले यलमरलाई आफ्नो परम पुर्खा येले सम्बन्धका प्रवर्तक र गौरवको रूपमा सम्मान गर्दछन् भने हिन्दूहरू तथा नेवा समुदायहरूले उनलाई बार्बरिक र आकाश भैरवका रूपमा पूजा गर्छन्। इतिहासको यो सुनौलो पाटो हाम्रो साझा सम्पत्ति हो, जसलाई हामीले कहिले पनि बिर्सिनु हुँदैन।